त्रिवेणी गाउँपालिका वार्ड नम्बर 2 मा रहेको यो बुङ्गुर फार्ममा आज घुम्दैछु म। बुङ्गुरको बच्चाहरू चाहिएमा सम्पर्क गर्नु होला। भर्खर पाएको सानो बच्चाहरू छन्। अबको 1 महिनामा चाहिँ यो बच्चा बिक्रीमा आउँछ। बच्चाहरू हेर्नु त कति राम्रो राम्रो बच्चाहरू छन्। माउ कालो माउको बच्चा लैजानुहुन्छ कि सेतो माउको बच्चा लैजानुहुन्छ कि माउ हेर्नु माउ बच्चा बिक्रीमा कुनै त छेरी है क्या हो। अच्छा एउटा त्यो सानो चाहिँ किन नि एउटा बच्चा सानो है उता ल सब माउहरू कोही ब्याएका कोही ब्याउने होला बुङ्गुरहरू। बुङ्गुरको बच्चा बुङ्गुर चाहिएमा मासुको लागि पनि छ है। बुङ्गुरको अवस्था भुनी चाहियो कति धेरै हुन्छ यसको बच्चा चाहिँ माउ पनि त्यो सानो सानो अरू ठुलो यो चाहिँ अर्काको माउको बच्चा मिसाइदिएको छ। बुङ्गुरको बच्चा चाहियो भने चाहिँ आउनु सम्पर्क गर्नु। अन्य छ बच्चा त्यसले बच्चा पाइसकेको यसले पनि पुरो सुनिने है है। साउजीले चाहिँ खोर सफा गर्दै हुन्छ अहिले। बच्चा चाहियो भने चाहिँ 1 महिनामा ठ्याक्क अबको 1 महिनामा बच्चा बिक्रीमा आउँछ। 35 दिनमा बुङ्गुरको बच्चा चाहियो भने विनय त्रिवेणी गाउँपालिका वार्ड नम्बर 2 मा कुमार 4 एउटा त कति धेरै पाएको क्या होइन। एउटा चाहिँ मासुको लागि मासु एउटा बच्चा उता पनि मिसाइदिनु भएको त्यसमा कालो सेतोमा एउटा बिउरो त्यो कालोले कति पाएर 15-16 पाएको त्यही हो। 15-16 पाएको यही कालोले हो। त्यही त खतरा धेरै पाएको छ पहिल्यै बेचमा। अन्त मैले ल यो माउ 16वटा बच्चा पाउने माउ है यो कालो बिउरो हुन्छ त्यो क्रस। बुङ्गुरको बच्चा अन्त त्यो त ठुल्ठुलो भइसक्यो। अबको 1 महिनामा बच्चा बिक्रीमा बुङ्गुरको बच्चा त्यहाँ बुङ्गुरहरू भुस कत्रो सम्म पनि सबले बच्चा पायो।